गाइज नमस्ते। आज डे 16 आज फेरि हामी चाहिँ महाकाली पोलिटेक्निकल कलेजका भाइ बहिनीहरूलाई चाहिँ आज चाहिँ फेरि केही नयाँ कुरा सिकाउँदै थियौँ। सो हामी चाहिँ अहिले ल्याबमा छु होइन। आज म उहाँहरूलाई केही नयाँ कुरा सिकाउन गइरहेको छु। सो फर्स्ट डे हुँदाको कारणले म उहाँहरूलाई चाहिँ आज सिरिन्ज कसरी खोल्ने, पेसेन्टको अगाडि सिरिन्ज कसरी हामीले लाउने भन्ने कुरा म सिकाउन गइरहेको छु। यसरी मजाले सिरिन्ज खोलिसकेपछि यो सिरिन्ज जुन छ, सिरिन्ज कहिलेकाहीँ फल्टहरू आउँछ है सिरिन्जमा। त्यही भएर यो सिरिन्जमा त्यस्तो कुनै फल्ट छ कि छैन भनेर मजाले ब्याक फ्लस गरेर मजाले तपाईँहरूले चाहिँ ट्राई गर्न सक्नुहुन्छ है। कुनै पनि मान्छेको भ्यानमा चाहिँ सिरिन्ज लगाउनुभन्दा पहिले तपाईँहरूले चाहिँ सिरिन्ज ठिक छ कि छैन भनेर हेर्ने है। यसरी मजाले फ्लस गरिसकेपछि यो तरिकाले तपाईँले चाहिँ भ्यानमा चाहिँ मजाले घुसाउने, यसरी समातेर होइन मजाले माथिपट्टिको तिखो भागलाई चाहिँ तपाईँहरूले चाहिँ अगाडि लगेर मजाले तपाईँले राम्रोसँग भ्यान खोजेर मजाले छिराउने है। त्यसपछि हल्का ब्याक पुस गर्ने अनि त्यहाँदेखि चाहिँ टर्निङको खोलेर साइडमा ल तिमी ट्राई गर्ने भने गर है। ओके, यस्तो गर्नु भाइहरू। तपाईँहरूले चाहिँ यदि घरमा पनि प्र्याक्टिस गर्न चाहनुहुन्छ भने तपाईँहरूले मजाले गरे भाइ बहिनीहरू हेर्नुहोस् है। पहिला सुरु तपाईँहरू डाइरेक्ट पेसेन्टकोमा जाँदा तपाईँहरूले कन्फिडेन्ट छु है म आफू भन्ने हिसाबले तपाईँहरूले चाहिँ पेसेन्टको अगाडि मजाले लगाउने, डराउनु भएन है। पेसेन्टको अगाडि डरायो भने चाहिँ पेसेन्ट आफै डराइदिन्छ है। बुझ्नुभयो नि तपाईँहरूले। ल यहाँ आएर है अब तपाईँ घरमा सिक्न चाहनुहुन्छ भने यस्तो कटन लगाउने, कटन लगाइसकेपछि मजाले यो भ्यान सोचेर मजाले तपाईँहरूले मजाले यसरी घुलाइसकेपछि भित्र मजाले ब्याक पुस गर्ने होइन। यसरी तपाईँले प्र्याक्टिस गर्ने है घरमा। यसो गऱ्यो भने के हुन्छ भने तपाईँ कन्फिडेन्ट लेभल बढ्छ होइन। अनि मजाले तपाईँहरूले चाहिँ पेसेन्टको अगाडि ढुक्क साथ तपाईँले ब्लड चाहिँ तान्न सक्नुहुन्छ। अनि यसरी क्याप मजाले राखिदिने होइन। सो बुझ्यौ नि तिमीहरूले। ओके ल ठिक छ। अब हामी चाहिँ भाइहरूमा ट्राई गरौँ है। ल भाइ बहिनीले चाहिँ मजाले भाइमा चाहिँ ट्राई गर्दैछिन् होइन। बस बहिनी एकदमै कन्फिडेन्ट साथ मजाले होइन उहाँले भन्नुभयो। यसरी गरिसकेपछि बहिनीको हातमा हल्का फल्ट भएको थियो तर बहिनी चाहिँ डराइने अनि फेरि उहाँले अर्को ट्राई गरिन् है। अर्को ट्राई गरिसकेपछि बहिनीले मजाले निकालिन्। फेरि अर्को बहिनीले अलिकति डर लागेको थियो। मैले चाहिँ हातले समातेर बहिनी यसरी मजाले ब्लड निकाल्नुपर्छ भनेर उहाँ बहिनीले पनि अलि भ्यानमा हाल्दाखेरि हल्का डराउनु भयो होइन। त्यस्तो गर्नु हुँदैन है बहिनी, डराउनु हुँदैन। मजाले निकाल्नुहोस् होइन। यसरी मजाले निकालिसकेपछि टर्निङ ब्रेक खोलिदिने। त्यसपछि हल्का कटनलाई माथिमा यसरी लगेर राख्नु होला। यसरी मजाले कटन राखिसक्यो भने यसलाई यसरी मजाले फुच्ने अनि हातलाई चाहिँ फोल्ड गरिदिने। बुझ्नुभयो नि हो। ल भाइ अब तिमी ट्राई गर। भाइले चाहिँ मजाले एकदमै राम्रो तरिकाले चाहिँ ब्लड निकाल्नु भयो होइन। 3 यो चाहिँ हेर भाइ बहिनीहरू चाहिँ यो चाहिँ कस्तो हुने चाहिँ दुईवटै चाहिँ बायोकेमिस्ट्रिकल एनालाइजर हो नि। यो बायोकेमिस्ट्रिकल एनालाइजरमा चाहिँ लिभर फङ्सन, किडनी फङ्सन, सुगर, लिपिड प्रोफाइलहरू चाहिँ सबै यो दुईटै मसिनबाट गरिन्छ। कम्पनी मात्र फरक हो, यिनीहरूको काम चाहिँ एउटै हो है। यो चाहिँ सोडियम पोटासियम अनि सोडियम पोटासियम भइसकेपछि यो चाहिँ हाम्रो सिबिसीलाई चाहिँ कुल्टर काउन्टर भन्छ। आजलाई तपाईँहरूलाई चाहिँ यति नै जानकारी भयो। अरू कुरा चाहिँ हामी नयाँ कुरा भोलि या पछि तपाईँहरू जहिले आउन सक्नुहुन्छ। तपाईँहरूलाई वेलकम।